यो समयको लागि प्रभुलाई धन्यवाद होस्। प्रभुको दयाले गर्दै आजको यो साँझ फेरि हाम्रो निम्ति उपहार स्वरूप प्राप्त भएको छ। प्रभुको कृपाले गर्दाखेरि नै यो सबै कुरा हुन आयो। आज यो साँझ विशेष गरिकन हामी यो सालको आखिरी सेवाकाईमा आएका छौँ। अनि प्रभुको दया भयो, जतिजनालाई समय प्राप्त भयो, जतिजनाले आजको दिन भेट्न पाएका छौँ, हामी धन्यवादी छौँ, हामी आशिषित छौँ। अनि जो आज हाम्रो बिचमा रहनु भएन, उहाँहरू पनि यी दिन आइपुग्न अगाडि नै प्रभुमा विश्राम लिइसक्नुभयो, उहाँहरू पनि आशिषित हुनुहुन्छ। प्रभुलाई धन्यवाद होस्। र सँगै आज यो साँझ हाम्रो विशेष गरी क्रिसमस अनि न्यु इयर कम्युनिटीको अग्रजहरू, मण्डलीका विशेष अग्रजहरू लगायत सम्पूर्ण सदस्यहरू, यहाँ सबैलाई म जय मसीह भन्छु। र फेरि हाम्रो क्रिसमस अनि न्यु इयरको कम्युनिटीले मलाई आजको यो समय राखिदिनु भएको हुँदा म धेरै प्रेमी आभारी छु। उहाँहरूको योजना, उहाँको निर्णय यो समय मलाई राखिदिनु भएको रहेछ। अनि म पनि यस समयमा सहभागिता हुन पाएँ, खुसी लागेको छ। क्रिसमस गरेको धेरै भएको छैन। हाम्रो लक्ष्य, हाम्रो उद्देश्य, हामीप्रति प्रभुको योजना हामीले अहिले भजनबाट नै सुनिसकिहाल्यौँ। मेरो जस्तो टाकटुकै नानीहरूले भजनबाट गाइदिइहाल्नुभयो होइन। अघि हामीले सुरुको भजन सुन्दै थियौँ, यसो बोलाउँछन् सबैलाई, कारण छ। अनि अहिले युथ भाइ बहिनीहरूले गाएको भजनले के भन्दै थियो भन्दाखेरि हामी एक दिन प्रभु येशूको अगाडि सामेल हुनेछौँ अनि उहाँको अगाडि हामी आनन्दले नाच्नेछौँ। साँच्चै नै यो प्रभुको योजना हो। मैले तिमीहरूलाई मेरो महिमाको निम्ति सिर्जेको हो। मैले पाउनुपर्ने महिमा तिमीहरूबाट म अर्काले खोसेर लैजान दिने छुइनँ भनेर वचनमा दाबी गरेको छ। त्यसकारण कि हामी उहाँको योजनामा बसाइएका व्यक्ति हौँ अनि हामीबाट उहाँले महिमा लिनुहुन्छ। अनि हामी उहाँको प्राङ्गणमा एक दिन हर्षले नाच्ने अवसरहरू प्रतीक्षामा पर्खेर हामी बसेका छौँ। त्यो तयारीमा प्रभु हुनुहुन्छ। एक दिन उहाँ आउनुहुन्छ। त्यस कारणले उहाँ कहाँ जब हामी सामेल हुन्छौँ अनि उहाँको राज्यमा अनन्त अनन्त कहिले पनि अदल बदलको छाया नहुने ठाउँमा उहाँको प्राङ्गणमा नाच्न, उहाँलाई महिमा दिनको निम्ति तयारी भएको व्यक्तिहरूलाई विश्वासी भन्छ। अनि तिनीहरूलाई मण्डली भन्छ, अनि तिनीहरूलाई क्रिस्टको दुलही भन्छ। तर त्यो दिन आउन अघि आज यो अनुग्रहको समयमा, तपाईँ र मेरो मुठीमा भएको समयमा हामी तयारी हुनुपर्छ भनेर मत्त्यु 24:44 अघि नानीले पढेको वचन हो। र त्यसरी नै आज हामीलाई थाहा छ, एक दिन पर्साई बस्तीमा मेरो घरदेखि माथितिर स्कुलको छेउमा हाम्रो मनोज तिमसिंहज्यूको घर, अनि घर पछाडि गड्डा रहेछ टोइलेटको, तख्ती लगाएको। तर त्यो वरिपरि घाँस पलाएको कारणले गर्दाखेरि तख्तीमाथि जर्सी गाई चढ्न पुगेछ। एकजना आचार्यको उनको गाई, शिवलाल आचार्यको जर्सी गाई त्यहाँ गएर तख्तमाथि पुग्दाखेरि तख्त भाँचिएर ग्राउन्डमै गड्डामा फसेछ, गड्डामा डुबेछ गैनु गाई। अब छोडिदिउँ भने पनि 1,15,20,000 गाई हो, निकालौँ भने पनि त्यो गाउँको 54 घरको मान्छे कोही पनि त्यो गाई निकाल्न सहायता गर्न आएन। तर ऊ आफै त्यो गाईको मालिक भएको हुँदा, उसको सम्पत्ति भएको कारणले गर्दाखेरि शिवलाल आचार्यको परिवार उनीहरू आफै लागेर दिनभरि बिहान फसेको गाई 9 बजीतिर बेलुका साँझसम्म पनि खनेर आफ्नो गाई निकाले। गाउँका सबै मानिसहरूले उनीहरूको घरको दुध खान छोडे पनि उनीहरूको गाई। अनि
अनि उनीहरूले धोए पखाले बसाए 1 वर्षपछि बेचे। तर जे होस् त्यो कसैले नसघाए पनि त्यो गाई गड्डाबाट निकाल्न उनीहरूलाई चाहिएको थियो, किनभने उनीहरूको आफ्नो सम्पत्ति हो। अनि उनीहरूले त्यो गाई निकाली छोडे। अनि त्यो मैला गन्धामा फँसेको भए तापनि निकालेर धोइ पखालिकन उनीहरूले आफ्नै घरमा लगेर राखे र स्याहारे। त्यसरी नै क्रिसमस गएको धेरै बेर भएको छैन। तपाईँ र मेरो निम्ति प्रभु यीशु ख्रीष्ट यो दूषित संसारमा आउनुभएको कारण पनि तपाईँ र मलाई त्यो दुर्गन्ध, त्यो नरकको दुर्गन्धको, मृत्युको दासत्वबाट निकाल्नको निम्ति यीशु ख्रीष्ट आउनुभएको थियो। र आज चाहिँ हामी उहाँको दुराई भएर बसेको कारणले चाहिँ, उहाँको बेहुनीको रूपमा बसेको कारणले चाहिँ मण्डली उहाँ फेरि एक दिन आउनुहुन्छ। तर त्यो दिनको लागि तयारी बस्ने अनि त्यो दिन पाएपछि उहाँको प्राङ्गणमा अनन्तको निम्ति रमाहट गर्ने भन्ने कुरा वचनले हामीलाई भनिसक्यो। अनि त्यसरी नै उहाँले हामीलाई त्यो घिनाउना मृत्युको रूपमा गएर मृत्युको भाग आफूले भोगिदिएर तपाईँ र मलाई आज यो ठाउँमा राखेको हो। अनि उहाँको प्राङ्गणमा पुर्याउनको निम्ति तयारी गर्दै हुनुहुन्छ, उहाँको राज्यमा लानको निम्ति, उहाँले आफ्नो महिमा दिनको निम्ति। यस कारणले गर्दाखेरि अब हामी चाहिँ तयारी हुनुपर्छ भन्छ वचनले। भने आजको मेरो वचनको भाग हो मत्थ्यु 24 अध्यायको 44 पद। यसकारण तिनीहरूका प्रभु कहिले आउनुहुन्छ तिनीहरू जान्दैनन्, त्यसपछि तिनीहरू हर समय तयारी भएर बस्नु भनेर वचनमा लेखिएको छ। अनि तर त्यहाँ जानुभन्दा अगाडि आज पृथ्वीमा धेरै मानिसहरूले आजको दिनलाई बिदाई गरे। एक समय कामजोङमा मलाई यो नयाँ सालको प्रोग्रामको लागि बोलाएको थियो। अनि म गएँ, त्यहाँका मण्डलीहरूले बेलुका घाम असाउने बेलामा यो दिनलाई पनि बिदा गर्ने रे, घामलाई पनि बिदा गर्ने रे, बाई गर्ने रे, यस्तो खालको कुराहरू लिएर त्यहाँ एउटा प्रोग्राम चलाएको थियौँ। अनि केही समयमा हाम्रो गाउँमा पनि एक समय प्रार्थना प्रोग्रामहरू गरेको मलाई याद छ। तर आज चाहिँ भयो कि भएन मैले चाल पाइनँ। तर पनि जे होस्, कैयौँ मानिसहरूले अथवा सामूहिक हिसाबले नभए तापनि हामीले व्यक्तिगत हिसाबले परिवारमा व्यक्तिगतमा कतिजनाले यो समय बित्दै गरेको लागि प्रभुलाई धन्यवाद दिनुभयो होला, अथवा कतिजनाले यो प्रभुलाई धन्यवाद दिने क्रम सँगसँगै कमी कमजोरी दिनहरू सोच्नु भयो होला। तर प्रभुलाई धन्यवाद होस्। व्यवसायको पुस्तकमा लेखिएको छ, जब त्यो साल सुरु हुन्छ, त्यो सालको सुरुदेखि अन्तसम्म त्यो सालभित्र प्रभुको नजर त्यहाँ रहन्छ भनेर व्यवसायको पुस्तकमा लेखेको छ। र यो व्यवसायको पुस्तक 11 अध्यायको 12 पदमा सालको सुरुदेखि अन्तसम्म प्रभुको नजर त्यो सालमा हुने भएको हुँदाखेरि प्रभुले गुहार गर्नुभएको कारणले गर्दाखेरि कुनै हामीहरूको देशमा लडाइँ झगडा अनेकौँ नास्तिक कार्यहरूबाट प्रभुले यी दिनहरू बित्न दिनुभयो। कतिजनाको निम्ति विवाह गर्ने दिन भयो, कतिजनाको निम्ति देश प्रदेश जाने, कतिजनाको निम्ति नौकरी कमाउने, कतिजनाको निम्ति प्रचार गर्ने, कतिजनाको निम्ति विभिन्न असल कामहरू गर्ने भयो, कतिजनाको निम्ति यो संसारबाट प्रभुले दिनुभएको समय, प्रभुले दिनुभएको जिम्मेवार पुरा गरेर फर्किने विश्राममा जाने दिनहरू भयो। सबै कुराहरू असल थिए, असल भए। कतिजनाको निम्ति दुःखदायक भए तापनि कतिजनाको निम्ति असल थिए। तर दुःख भए पनि बढी गएर त्यसले असलै ल्यायो र परिवर्तन गर्न ल्यायो अनि परिणतमा ल्यायो। त्यो सबै प्रभुको योजनामा थियो। त्यसले गर्दाखेरि सालको जनवरी सुरुको दिन समूहले गरेको प्रार्थनाको प्रत्युत्तर फेरि आज हामीले पाउन सक्यौँ, ताकि त्यहाँ प्रभुको नजर सालभरि थियो। प्रभुलाई धन्यवाद दिनुपर्छ। अनि त्यसरी नै हुन्छ जाँदाखेरि यो दिन र रात पनि प्रभुले बनाउनु भएको। अनि यो दिन र रातको बिचमा चाहिँ के हुन्छ भन्दाखेरि यो दिन अनि रातको बारेमा एउटा यस्तो खालको प्राङ्गण छ। हामी सोच्छौँ रात पर्यो अथवा हामी सोच्छौँ दिन आयो, तर प्रभुले सुरुमै रात र दिन अलग अलग गर्नुभएको छ। अनि जब उज्यालो हुन अघि यो रातले अब आउँदै गरेको उज्यालोलाई त्यो समय जिम्मा दिन्छ क्या, त्यो समय ह्यान्डओभर गर्छ उज्यालोको लागि। अनि जब त्यो उज्यालो दिनभरि हुन्छ, उसको समय सकिँदै जाँदाखेरि रातलाई त्यो समय ह्यान्डओभर गर्छ। अनि रातभरि रातले आफ्नो समय उपभोग गर्छ अनि दिनभरि दिनले समय उपभोग गर्छ। तर यो रात र दिन
एकअर्कासँग यो बातचित हुन्छ भनेर बाइबलमा लेखेको छ। एकअर्कासँग सरसल्लाह हुन्छ अनि रातले आफ्नो जिम्मेवार पुरा गरेर दिनलाई जिम्मा दिन्छ, दिनले आफ्नो जिम्मेवार पुरा गरेर समय रातलाई जिम्मा दिन्छ। त्यसो हुँदै जाँदाखेरि यो समय यहाँ चाहिँ के भएछ भन्दाखेरि घामको पनि फाइदा छ नि होइन। घामको फाइदा छ र परमेश्वरले यो दुनियाँमा राखिदिनु घामको फाइदा केवल उज्यालो मात्रै होइन, तर यो घाम पनि यस्तो धन्यवादी छ सृष्टिहरूमध्येमा। यो घामलाई आज पृथ्वीमा मानिसहरूले आगोको निम्ति प्रयोग गर्यो, लाइटको निम्ति प्रयोग गर्यो होइन, अनि के राति सुकाउनको निम्ति प्रयोग गर्यो। फेरि पनि भएन, अब फेब्रुअरी राखेपछि यो घामको तापमान पृथ्वीले लिन्छ। अब यो घामको तापमान पृथ्वीले लिएपछि यो पृथ्वीमा घामको तापमान पुगेपछि यो पृथ्वीले फेरि झारपातहरू पालुवाहरू बढाउन सहायता गर्छ। घाम र पृथ्वीको त्यस्तो कनेक्सन छ हो। जब घाम तर यो अहिले जति नै तातिए पनि यो घामले केही पनि उमार्न सक्दैन, किनकि समय छैन। तर जब त्यो उमार्ने समय आउँछ त्यसरी घाम र पृथ्वीको यो सम्बन्धबाट जब घामको तापमान पृथ्वीले लिन्छ अनि पृथ्वीले पालुवाहरू पढाउने साहस दिन्छ अनि पालुवाहरू हरियाली पढाउन थाल्छ। घामको विभिन्न फाइदा छ, तर पनि त्यस्तो फाइदाजनक घाम भए तापनि दिनभरि अथवा समय फिक्स त्यो रोक्नै नपाउने अथवा डुब्न नपाउने असर नपाउने गरी बस्न पाउँदैन। उसले आफ्नो समय पुरा गरेपछि जानै पर्छ। त्यसै गर्दाखेरि अब घाम र दिन र रात एकअर्कामा बातचित गर्छन् अनि घामले रातलाई जिम्मा दिएको, रातले घामलाई दिनलाई जिम्मा दिएको अनुसार अब घाम पनि बिदा भएर जानुपर्ने समय पुगेपछि हुन्छ। अनि त्यसरी नै गर्दै जाँदाखेरि एउटा विदाईको कार्यक्रम भयो। पावलले लेखे कोरिन्थियाको मण्डलीलाई दोस्रो कोरिन्थीको 13-11 पदमा एकले अर्कालाई सलाम गरेर, एकले अर्कालाई अँगालो हालेर, एकले अर्कालाई चुम्बन गरेर विदा गरेको कुराहरू छ। र त्यसरी नै आज दिउँसो कतिजनाले प्रभुमा भरोसा गरेर, कतिवटाले होइन, कतिले नभ्याए पनि कतिजनाले घामलाई यत्रो 12 महिनाभित्र 365 दिनभित्र कति फाइदा दिएको कुराहरू महसुस गर्दै घामलाई विदा गर्दै प्रभुलाई धन्यवाद दिने कामहरू भयो होला। अनि एउटाले एउटालाई विदा दिँदै जाँदाखेरि घामले आज विदा पाएर गएको छ। अब 2025 डिसेम्बर 31 आजको दिन फेरि कहिले पनि पृथ्वीमा फर्केर आउनेवाला छैन। अब पृथ्वीमा यो 2025-31 डिसेम्बरको घाम, भोलि घाम त आउँछ कोही छैन, तर यो दिनको घाम चाहिँ अब आउँदैन। अनि घाम अर्को भएर आउने पनि होइन, तर भोलिको दिन त्यही घाम आउने त हो, तर पनि आजको दिन चाहिँ यो घामको भाग फेरि कहिले पनि पृथ्वीमा भेटिँदैन। त्यस कारणले अब सधैँको लागि अनन्तको लागि आकाश र पृथ्वी छलिन्जेल भएको लागि यो दिन बिदा दिएर घाम गइसक्यो अनि अब अर्को रात आइसक्यो। त्यस कारणले गर्दाखेरि हामी एक समयमा यो घाममा सधैँ जाँदाखेरि प्रार्थना गर्ने अनि मध्यरात्रि चर्चको चलन थियो। हामी तल जाँदाखेरि मध्यरात्रि पर्खिने अनि दिन र रातको बिदाईको समय राति मध्यरात्रि गर्ने। अनि त्यहाँ चाहिँ के गर्ने भन्दाखेरि उहाँ स्टेजमा एउटा यत्रो कार्टन राख्ने अनि त्यो कार्टन चाहिँ माथिबाट सानो छेउमा तेल बनाएर राख्ने, त्यसपछि सबैलाई कागज बाँध्ने अनि आफ्नो आफ्नो पाप लेख्नुपर्ने। यो सालभरि 365 दिनमा ती रातहरूमा ती दिनहरूमा कति गल्ती कामहरू गरियो, कति गल्ती विचारहरू सोच्यो, कति गल्ती सेवनहरू भयो, कति गल्ती भयो। त्यो सबै टोटल गल्ती कसैलाई भन्नु परेन, त्यो सबै टोटल गल्ती गरेर ती आफ्ना गल्तीहरू त्यो पेपरमा लेखेर पट्याएर चाहिँ त्यो बक्समा हालिदिनु पर्ने। अनि रातभरि त्यो बक्सलाई त्यहाँ राखेको छ। त्यो पेपर सबै अपराधको भागहरू लेखेर त्यो त्यहाँ पेपर राखेको छ अनि कार्टुनमा हालेको छ। अनि भोलिपल्ट बिहान चाहिँ त्यहाँको स्पिकर होइन भनेदेखि त्यो मण्डलीको पास्टर नै अथवा बाहिरबाट मान्छे आएको छैन भने चाहिँ मण्डलीको पास्टरले, नभए बाहिर कोही स्पिकर आएको छ भनेदेखि त्यो स्पिकरले भोलिपल्ट बिहान चाहिँ मुर्दा लगेर जस्तो नि त
त्यो बक्सा बोक्ने, त्यहाँदेखि त्यहाँ भएको टाकटुक मण्डलीका ती त्यहाँ समितिमा बसेर सबै लागेर चाहिँ पछि लागेर जाने। अनि उहाँ चर्चको छेउमा पछाडि लगेर त्यो कानुनलाई चाहिँ प्रार्थना गरेर आजदेखि सबै पापहरू चाहिँ यहाँ सबै हालेको छ, देखेका नदेखेका गुप्ती पापहरू जुनसुकै पापहरू भए पनि यो सबै यहाँ हालेको छ भनेर मानिसहरूले प्रार्थना गरेर त्यो बक्सा डढाइदिन्छ। अनि पर्खेर डढाइसकेर त्यहाँ घरि गयो भने त कपालले कस्तो कस्तो थोरै कुराहरू देखेको हुन्छ होइन। अनि त्यो सबै पर्खेर त्यो बक्सा डढायो। अब डढाइसकेपछि चाहिँ फेरि फर्केर अब एकदम हल्का भएर आयो, पाप त लगेर कागजमा आगो लाग्यो, हल्का भएर आयो, एकदम शान्ति खुसी भएर आयो, रमाएन आयो। तर आगोपल्ट पनि फेरि त्यसै गर्नुपर्ने। पाप त डढेन। प्रभुले उहाँको प्राङ्गणमा महिमा गर्नका निम्ति तयारी पारेको व्यक्ति सालभरि पापकै दास भएर बस्नुपर्ने, फेरि पनि पाप आगो लाउनुपर्ने, फेरि अर्को साल पनि पापको दास भएर बस्नुपर्ने, फेरि अर्को साल पनि आगो लाउनुपर्ने। खोइ त त्यतिखेर आगो लागेपछि सबै डढ्यो कि भन्दा अहिले पनि पाप त छ जस्तो छ संसारमा फेरि होइन। आज पनि पाप त संसारमा छ जस्तो छ फेरि। त्यसो भएदेखि पाप त डढेन सक्या। र अब यो साललाई बिदा गर्न सजिलै छ मेरो प्रियहरू, साललाई बिदा गर्न सजिलै छ, दिनलाई बिदा गर्न सजिलै छ, महिनालाई बिदा गर्न सजिलै छ। सबैले बिदा गरी पठाइयो, बिदा नगरे पनि गयो। तर अब भोलि आउने दिन 2026 को पहिलो दिन, पहिलो हप्ता, पहिलो महिना भएर आउँछ। त्यस कारणले गर्दाखेरि आज चाहिँ हामीले सबै कुराहरू नयाँ बनायौँ होइन, सबै कुराहरूलाई हामीले सुधार्यौँ, सबै कुराहरूलाई हामीले सम्हाल्यौँ, हामीले घरहरू पोतेर नयाँ बनायौँ, बाटो खुर्केर नयाँ बनायौँ, लुगा नयाँ नयाँ बनायौँ, सिँगारपटार नयाँ नयाँ बनायौँ, क्रिसमसमा छोराछोरीलाई गिफ्ट किनिदिएर तयारी बनायौँ, न्यु इयरमा पनि गिफ्ट किनिदिएर, कसैलाई पेस्टल किनिदिएर, कसैलाई तिलहरी किनिदिएर, कसैलाई बुट किनिदिएर, कसैलाई के किनिदिएर हामी सबै कुरा दिएर न्यु इयरको लागि चाहिँ तयारी गऱ्यौँ। तर यो मृत्युलाई जाने पापबाट बाँच्ने तयारीको बारेमा प्रभु येशूले भन्नुहुन्छ मत्थयु 24 अध्यायको 44 पदमा, तिमीहरू तयारी गर्छ। समय आउँछ जब उहाँ आउनुहुन्छ, तयारी विश्वासले उठाइ लगिन्छ, मूर्ख र लापरवाहीहरू छोडिनेवाला छ। त्यस कारणले तिमीहरू तयारी गर्छ। र मेरो प्रियहरू, यो बाहिरिया कुराहरू फेर्न त सजिलै छ। हामीले सिँगारपटारहरू फेर्न, हामीले गहनाहरू फेर्न, हामीले कुनै पनि सामग्रीहरू फेर्न होइन, न्यु इयरको मेमोरीको लागि भाँडो किन्न, न्यु इयरको मेमोरीको लागि बन्दुक किन्न, न्यु इयरको मेमोरीको लागि जुत्ता किन्न त ठुलो कुरा भएन। तर न्यु इयरको मेमोरीमा तपाईँ र मैले गर्नुपर्ने कुरो अर्कै छ। हामी तयारी हुनको लागि वचनले सल्लाह दिन्छ। पौलले लेखेको पत्रमा साल, दिन, महिना, घाम बिदा गरियो, अब यो रात्रिको समय छ, भोलि आउने दिन अर्कै महिना, अर्कै सालको दिन भएर आउँछ। तर तपाईँ र मेरो जीवन आज यो रात परेर भोलि फेरि त्यो नयाँ दिनमा आउँदाखेरि कस्तो भएर आउँछ? तपाईँ र मेरो जीवनको बदलाव कहाँसम्म, कसरी, के भएर आउँला भोलि त्यहाँ? हामीलाई थाहा छ परिवर्तन हुने चिजहरूमध्ये साल, सालै पछि हरेक तर देखेको छैन है। सालमा एकखेप सापले काँसुली भेट्छ, हामी सबैलाई थाहा भएको कुरा होइन। हामी सापसँग चाहिँ यस्तो डराउँछौँ, साप देख्नु पर्दैन, काँसुली देखेकै पुग्छ होइन। हामीलाई डर लाग्नु चाहिँ साप भेट्नु पर्दैन, काँसुली देख्नै पुग्छ। तर बिचरा त्यो फ्याँकेको थोत्रो हो, तर उसले चाहिँ एकदम इमान्दारीसँग फेर्छ। तर फेरेको चाहिँ उसको चाहिँ बाहिरबाटको चाहिँ फेर्छ, बाहिरबाटको बोक्नुले ठिक उसको सबै फेर्छ, तर पोइजन चाहिँ फेर्दैन। मेरो प्रिय, सापले पोइजन चाहिँ फेर्दैन।
यसकारणले गर्दाखेरि आज पृथ्वीका मान्छेको बदलाउ पनि सापको जस्तै भएको छ। विचार गर्नुहोस् के हुँदैछ पृथ्वीले आज। तिनीहरू संसारसँग एकै चालका नहौ भनेछ रोमी 12:1-2 हामीले संसारबाट अलग गरिएर उहाँको प्राङ्गणमा रमाहटका आनन्दका स्वरहरू उचाल्ने व्यक्ति नियुक्त गर्नुभएको हुँदा, तयारी गर्नुभएको हुँदा, चोख्याएर राख्नुभएको हुँदा तिमीहरू संसारसँग एकै चालका नहुनु भनेको छ। र संसारमा आज चल्दै गरेको आचार व्यवहारबाट तपाईँ र मलाई बदलाउन, साल बदलाउन सजिलै छ, दिन बदलाउन सजिलै छ, तर आफूलाई बदलाउने बारेमा चाहिँ सजिलो छैन मेरो प्रियहरू। र यहाँ चाहिँ के छ भन्दाखेरि यो अब म तिनीहरूको बिचमा एउटा नयाँ काम गर्नेछु। त्यो नयाँ काम चाहिँ यस्तो किसिमको काम भएर आउनेछ, तर त्यो काम हुन अघि नै म तिनीहरूलाई भनिनेछु होइन। प्रभुले यसैलाई भन्नुभयो 42:9 अब पुरानो समयहरू बितेर गइसक्यो, गयो पुरानो बितेर गयो, तर म अब तिमीहरूलाई नयाँ कुराहरू लान्छु, अब म तिमीहरूलाई नयाँ कुराहरू बताउँछु जुन कुराहरू हुन आउँदैछन् भनेर उहाँले भन्नुभएको छ। र यो चाहिँ अब के हुन्छ भनेदेखि यो बितेको दिन चाहिँ अब फर्किँदैन होइन। अहिले 29:2 यो बितेको दिन चाहिँ फर्किँदैन। अब यो दिन चाहिँ हामीले पृथ्वीमा कहिले पनि भेट्न पाउँदैनौँ, तर यो रातबाट गएर भोलि नयाँ दिन आयो भने हामीको पुरानो स्वभाव चाहिँ हामीले भेटाउन सक्छौँ मेरा प्रियहरू। हामीले हाम्रो पुरानो स्वभावहरू चाहिँ भेटाउन सक्छौँ। त्यसकारणले गर्दाखेरि अब यो दिन चाहिँ कहिले पनि फर्केर हामीमा आउँदैन। त्यसकारणले गर्दाखेरि तिमीहरू अब के गर, याकु 1:21 भन्छ तिमीहरू चाहिँ अब ती कुराहरूबाट उम्केर नयाँ आउने कुराहरूको प्रतीक्षाको निम्ति तयारी गर भन्छ। अब आउने प्रभुले भन्नुभयो यो अब बितेर गएको कुरो चाहिँ, त्यो दिन चाहिँ, त्यो समय चाहिँ, त्यो कुनै उपायले फर्केर आउँदैन। तर यो कुरा चाहिँ के हुन्छ भन्दाखेरि अब यो बितिसक्यो, गइसक्यो, तर अब अर्को कुरा आउँछ। त्यो कुराको सहभागिता हुनका लागि चाहिँ तिमीहरूले अब आफूलाई तयारी गर भनेर चाहिँ यो याकुबको पत्रमा लेखेको छ। अब त्यो अर्को आउँदै गरेको कुरो बुझ्दा चाहिँ के गर्नुपर्छ भने एकदम सजिलो छैन। त्यो अब आउँदै गरेको नयाँ कुरो बुझ्नका लागि चाहिँ हामीले के गर्नुपर्छ अरे आफूलाई मार्नुपर्छ अरे आफूलाई मार्नुपर्छ। कसरी भन्दाखेरि चाहिँ जसले प्रभु येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिएको छ ऊ चाहिँ प्रभु येशू ख्रीष्टको मृत्युमा गाडिएको व्यक्ति हो नि त। अनि जो चाहिँ बप्तिस्माबाट भौरी उठेको छ त्यो चाहिँ प्रभु येशू ख्रीष्टसँग अब नयाँ जीव उठेको व्यक्ति हो नि त। त्यसो भएदेखि बप्तिस्मा लिएको एउटा मेम्बर चाहिँ पापको लागि चाहिँ मरेको व्यक्ति हो। अनि अब त्यो नयाँ कुरा पाउनको निम्ति चाहिँ पुरानो स्वभाव चाहिँ मर्नुपर्छ भनेर बाइबलमा लेखेको छ। अब यो जबसम्म पुरानो मरेन भनेदेखि नयाँ पलाउँदैन। प्रभु येशूले एउटा उखान भन्नुभयो, गाउँको दाना भुइँमा परेर कुहिएन भने चाहिँ उम्रिँदैन। अनि पुरानो मनुष्यत्व चाहिँ गाडिएन भनेदेखि चाहिँ नयाँ मनुष्यत्व उम्रिँदैन। त्यसकारणले गर्दाखेरि हामीले नयाँ कुराहरू पाउनको निम्ति चाहिँ पुरानो जीवन चाहिँ यो पुरानो क्षणिक नाशमान जीवन चाहिँ ख्रीष्टमा मरेको हुनुपर्छ भनेर अयुब 20:20 लेखेको छ। पुरानो नमरेसम्म चाहिँ नयाँ पलाउँदैन मेरा प्रियहरू। र यदि हामीले पनि यो येशू ख्रीष्टको प्राङ्गणमा एउटा आनन्दित जीवनमा सार्नुपर्छ आफूलाई भनेदेखि चाहिँ यहाँको पुरानो मनुष्यको चाहिँ मर्नुपर्छ। नयाँ पाउनको लागि पुरानो चाहिँ सरिनुपर्छ। अनि आज हामी संसारमा देख्छौँ कस्ता कस्ता तरिकाहरू छन् भनेदेखि मान्छेहरूको बिचमा स्वभाव नि होइन। कसैले सोच्ला मैले के पाप गरेको छ, मैले त प्रभु येशूलाई विश्वास गरेदेखि यता कुनै पनि अपराधहरू गरेको छैन भन्ने पनि कोही हुनसक्छ नि होला। तर यहाँ के भनेको छ भनेदेखि बाइबलका खण्डहरू हामी हेर्छौँ आजको जुगको तरिकाहरू, आजको जुगको मानिसको आचार व्यवहारहरू, आजको जुगको मानिसको स्वभावहरू, मानिसमा
परमेश्वरको उपस्थितिबाट अलग्याउने स्वभावहरू छन्। मानिसलाई परमेश्वरको उपस्थितिबाट तर्काउने स्वभावहरू छन्। मानिसलाई परमेश्वरको उपस्थितिबाट नि ल्याउने घिनाउना बनाइदिने तरिकाहरू छन्। यो के छ भन्दाखेरि समयको पुस्तकमा नि 30:22 कुरा काट्ने चलनहरू छ। कुरा काट्ने, यो बाहिरी कुरा हो, मेरो घरको कुरा होइन। कुरा काट्ने, एकअर्काको कुरा काट्ने, कुरा काट्ने तरिकाहरू होइन। जसलाई चाहिँ के भन्छ भन्दाखेरि हाम्रो भाषाले क्षुद्रपन भन्छ। क्षुद्रपन, छुचोपन, कुरा काट्ने। यो कुरा काट्ने स्वभावहरू पनि पाप हो। कसैको परिवारमा श्रीमान कोही एउटा फाल्टु मान्छे आएर बात मार्दैछ, तर त्यहाँ चाहिँ के हुँदा हुँदै छोरी मान्छे अगाडि सरेर ठ्याक्कै कुरा काटिदिने चलन पनि छ हालमा नि। कोकीहरूको एउटा इमान्दारी छ। हामी धेरै ठाउँमा कोकीलाई नराम्रो देख्छौँ, तर उनीहरूको बिचमा राम्रो पनि कतिवटा छ। कोकीहरूको बिचमा चाहिँ छोरा मान्छेहरू बसेर बात मारेको ठाउँ छोरी मान्छेहरू बस्दैन। छोरा मान्छेहरू बसेर बात मारेको ठाउँमा, छोरा मान्छेहरूको झुलमा बात मारेको ठाउँमा छोरी मान्छेहरू बस्दैन। बाइचान्स त्यहाँ चाहिएको छ भने पनि बसेर पनि कुरा गर्दैन। तर हाम्रो नेपालीको चाहिँ त्यस्तो होइन। श्रीमान बोल्दैछ भने उसले भनेर पुगेन भनेर जस्तो गरेर अरू माथिबाट हानिदिने होइन, कुरा काट्ने। यो पनि एउटा परमेश्वरको उपस्थितिमा घिनाउना कुरा, कुरा काट्ने कुरा। अनि अर्को छ फेरि त्यसरी नै कसकसे होइन, कसकसे। हिजो त्यस बाइबलमा लेखेको छ कसकसे 19:13 कसकसे हुँदैन रे। कोही नारीहरू चाहिँ अदनको श्रीमतीलाई तपाईँले विचार गर्नु चाल पाउनुहुन्छ। परमेश्वरले नखानु भनेको कुरा बोजूले खाइन्, अनि फेरि बोकेर पनि दिएँ। ल्याएर श्रीमानलाई दिँदाखेरि श्रीमानले त्यतिकै पकेर कपडाकै खाइहालेको होइन। होइन, यो त नखानु भनेको थियो त परमेश्वरले त। मैले पनि तँलाई त भनेको थियो त, अदौली नभनिदिने हावाले जानिन नि त। तर मैले त तँलाई पनि भनेको थियो त, यो त खानु हुँदैन, खाइस् भने मर्छ भनेको छ त परमेश्वरले त। किन खाएको भनेर चाहिँ तपाईँ मात्रै जाने, तपाईँ मात्रै ठुलो, तपाईँ मात्रै सिकाउनु। मैले भनेको त एउटै नचल्ने, मैले यति सुचना ल्याइदिएको पनि नखाने। कति गडबड आयो अहिले। त्यस कारणले गर्दाखेरि अदमले वाक्कै भएर खाइदियो। नारी जातिको कसकस चाहिँ हड्डीको घाउ जस्तै हुन्छ अरे, यो बाइबलमा भनेको कुरा। र यो कसकस गर्ने स्वभाव। त्यसपछि गर्दाखेरि यो अहङ्कारी भनेको बाइबलको खण्डहरू छ। यो हबकुक 2:5 चाहिँ अहङ्कार, घमण्ड। एउटा भ्याउको कथा हामीले सुनेको छ। पानीको कुवामा एउटा भुटले भ्याउको बसेको रहेछ। त्यहाँदेखि बच्चाहरू छोडेछ, बाहिर निस्केर गएछ, एउटा गोरु देखेछ। बच्चाहरू गोरु देखेपछि बाख्रै जाँदा सानो छैनलाई के हो भनेर आमालाई गर्नु चाहिँ कत्रो छ, ठुलो छ, मजाले थियो, ठुलो छ, अझै थियो, अझै कम थियो, त्यत्रो थियो, अझै ठुलो थियो, अझै ठुलो थियो, आफै फुटेर मरेछ। कत्रो चाहिँ थियो भनेर अन्दाज गराउन तलिँदा फुटेर आफै मरेछ। र यो अहङ्कारी काम, अहङ्कारी स्वभाव, अहङ्कारी प्रचलन, यसले चाहिँ घरै बिगार्छ। अनि यो अहङ्कारको भित्र एउटा अचार छ, साह्रै मिठो अचार। अरू जातिमा त कोही पनि चलाउँछ चलाउँदैन, हाम्रो नेपालीमा एउटा अचार छ। त्यो अचार चाहिँ कतिजनाको परिवारमा भात खाना बसेपछि छोराछोरीहरूलाई आफ्नो घरको, परिवारको, जातिको, छिमेकीको, साथीभाइको एजुकेसनको, रुपियाँ पैसाको, फेसनको, के कुराहरू सिकाउने चलन हुन्छ। बाबुआमाले खाना खान बसेपछि खाना खाँदै गरेको बेला गफ गर्ने, छोराछोरीहरूसँग स्याहारी गर्ने कुराहरू हुन्छ। कसैको परिवारमा चाहिँ त्यो कतिखेर भात खाने बेला थाहै हुँदैन होइन, टिप्दै खाँदै हिँड्दै कतिखेर खायो थाहै हुँदैन, त्यस्तो खालको पनि छ। तर कतिजनाको परिवारमा चाहिँ ट्याक्क दम्पति भात खान बसेपछि एउटा अचार प्रयोग गर्नु थाल्छ। त्यो पल्ला घरको फल्डाको यस्तो अरे नि हो, त्यहाँको त यस्तो गर्ने हो, तर मैले त्यसलाई त यसो भनिदिएको कि त्यो त चुप भयो त। ठिक पाइन्छ नि, अर्काको कुरा गर्नु अचार, अर्काको कुरा गर्दै भात खायो भनेदेखि साह्रै रसिलो हुन्छ भने साह्रै मिठो हुन्छ त अचार र भयो भने। अर्काको कुरा गर्ने बानी, अर्काको कुरा गर्ने स्वभाव, यो अहङ्कारीपन छ। अनि अर्को तलतिर गएपछि मतवादीपन। यो मतवादीपन हिजो त्यस 20:1 पनि मतवादीपन। एक दिन
बुढो मान्छे अफिसमा जाने, काम गर्ने सबै बेलुकासम्म मातेर आउने, भोखला मचाउने, एक दिन त बुझ्दै हुन्छ। अब चाहिँ म पनि खाने रक्सी। तपाईँले मात्रै खाएर जिन्दगीमा प्रभुको सेवाकाई न त आफ्नो घरको सेवाकाई यो बर्बाद गरेर बस्नु, न बरु म पनि खाने हो, मलाई पनि लानु खानु, म पनि खाने भन्छ। अनि हुन्छ एक दिन लान्छु भने तर त्यो दिन चाहिँ बुढो दिउँसै आएछ 2 बजी। अब त के साह्रो सुत्रेर दिउँसै भनिसक्यो। जवाबहरू त कस्तो छ बोली दिउँसै। म दिउँसै आएको तर आज तिमीलाई रक्सी खान जाने, तिमी तयारी गर, जस्तै तयारी गर। अनि बुढीले पनि तयारी गरे, रक्सी खान जाने तयारी गरे। अनि बुढाबुढी दुईजनै गएर बसे रक्सी खान मगाए। बुढाबुढी सबै खाइहाल्यो, बानी परेको। बुढीले चाहिँ टिपेर खाइएको, टिपेर सुत्यो, टर्रो न टर्रो आगे उठ्ला जस्तो पोल्ने होइन। अचम्म पो छ त, मरी घुर्की खाएर चाहिँ त्यसले खाऊ यस्तो नमिठो कसरी खाएको हो भनिसक्यो त श्रीमतीले। हो यस्तो साह्रो पर्छ, मैले कस्तो दुःख गरेर खाएको छ बुझिस्, मैले सजिलै खाएको छ, मैले कस्तो दुःख गरेर खाएको छ बुझिस्। यो व्यापकपन यो पनि क्रिस्चियनहरूको लागि सहने कुरा हो। तपाईँ भन्नुहोस् त, क्रिस्चियनको लागि सहने कुरा हो यो व्यापकपन सहने कुरा हो। पाप त मरिसक्यो नि त यसो क्रिस्चियन। अर्काको कुरा गर्ने काम, कचकच गर्ने काम, व्यापक काम र पवित्र जकरिया 5:4 चोर्ने काम। चोरको घरमा म सिधै शराब पठाइदिन्छु भनेर छ बाइबलमा होइन। तपाईँ देख्नुहुन्छ नि आज चोरहरू कतिका धनी भएको छ पृथ्वीमा। चोरहरू न त घरमा बाँच्छ, न त परिवारमा खाना पाउँछ। चोरहरू होइन, चोरको घरमा म शराब पठाउँछु। तर आज पृथ्वीमा चोर नभएको कुरा होइन, चोरहरू छन्। यस कारणले गर्दाखेरि मेरा प्रियहरू अलिक कम्ती जाँदाखेरि वेश्यावृत्ति, यो वेश्यावृत्ति भन्ने कुरो बाइबलमा यति साह्रो शत्रुत्व मानेको कुरो। तर आज पृथ्वीमा वेश्यावृत्ति रोक्थ्यो। न त भगवानहरू बचे, न त राजावासहरू बचे, न त कुनै विद्वान बच्छ। नारी देवको 18 शताब्दीबाट यो वेश्यावृत्ति पनि आज यो पनि पृथ्वीमा नभएको होइन। यसले गर्दाखेरि प्रभुबाट अल्झ्याउने कुराहरू, एफिसी 4:18 प्रभुबाट अल्झ्याउने कुराहरू, विश्वासी जीवनलाई धोका दिने कुराहरू, विश्वासी जीवनलाई ठेस दिने कुराहरू, विश्वासी जीवनलाई बेइज्जती बनाइदिने कुराहरू, विश्वासी जीवनलाई हिंसात्मक बनाइदिने कुराहरू, यी सबैले गर्दाखेरि आज परमेश्वरको उपस्थिति भयो यदि भने पनि हामी हराउने भएको कारणले गर्दाखेरि यो अवस्थालाई विश्वासीहरूलाई विश्वासको आधारबाट पर पन्छाइदिएको कारणले गर्दाखेरि प्रभुमा ढिलाउनु भएको छ। दोस्रो पत्रुस 3:9 तपाईँ र म हामी सुध्रिन्छौँ कि भनेर, संसारको मानिसहरू सुध्रिन्छ कि भनेर, संसारको मानिसहरू फर्किन्छ कि भनेर, संसारको मानिसहरू परिवर्तन हुन्छ कि भनेर यसो पर्खिनु भएको छ। र त्यसरी हुँदै जाँदा आज पृथ्वीमा मानिसहरूको अर्को समस्या छ ताकि चर्च जान मन नपर्ने होइन, चर्च जान। अनि यसपालिको एउटा क्रिसमसमा एक ठाउँमा एउटा घटना घट्यो, एउटा चर्चमा मणिपुरमै। त्यो ठाउँ चाहिँ म भन्दिनँ। 3770 जना मान्छेको चाहिँ क्रिसमस फल उठेछ। बाहिर ग्राउन्डमा होल बनाएर दैलामा भोलिन्टियर राखेर मान्छे बन्दाखेरि चाहिँ 3770 जनाको क्रिसमस फल उठ्यो। तर चर्चमा जाने व्यक्ति चाहिँ सबैभन्दा धेरै गएको टाइममा चाहिँ 900 मात्रै हो। विचार गर्नुहोस् त, 3770 जनाको पैसा उठ्यो क्रिसमसको, खाने बेलामा भेला हुन्छन्। तर चर्च जाने बेलामा चाहिँ मात्रै 900 भन्दा उँभो एकजना पनि भएन भनेर आज बिहानको रिपोर्ट हो मैले लिएर आएको छु। र चर्च जानु मन नपराउने होइन, चर्च जानु मन नपर्ने क्रिस्चियन फेरि अलिक अर्को भागमा छ 10 भाग दिन मन नपर्ने क्रिस्चियन होइन। आज पृथ्वीमा नभएको होइन नि त। यस कारणले गर्दाखेरि अब तपाईँ र मैले हामीले सोच्नु पर्यो
यी कुराहरू निन्दा गर्ने कुराहरू लोभीपनहरू होइन, लोभले गर्दाखेरि के भयो? 10 लाख दिन मन नपर्ने लोभी। अनन्या र सकिलाको परिवार के भयो? झुट, रुपियाँ पैसामा आएपछि झुट नबोल्ने पृथ्वीमा मान्छे नै छैन। त्यसले गर्दाखेरि आफ्नो जग्गा जमिन बेचेको पैसा पनि प्रबललाई दिने भागमा ठगेर लुकाएर आदि मात्रै दिएर झुट बोलेर कारणले गर्दा पनि मर्नु पर्यो। यो त बाहिरको कुरा हो, मैले भनेको कुरा होइन। यसो गर्दाखेरि लोभीहरू आज यो लोभीपनले गर्दाखेरि यस्तो अत्याचार बनाएको छ। र दाउदले भन्छन् मेरो वरिपरि मेरो जीवनमा सताउने शत्रु धेरै धेरै भएको कारणले प्रभु म हैरान छु, म लाचार छु, मलाई पछाउने, मलाई दुःख दिने शत्रुहरूको हातबाट मलाई बचाउनु भएको म चाहन्छु, दाउदले भन्छन्। अनि पवित्रपछि अर्को कुरा के छ भने भजनसँग 6 नम्बरको 8 पदमा चाहिँ ए अपराधीहरू मबाट दूर हो, किनभनेदेखि म रोएको मेरो विपदको आँसुको धारा बगेको मेरो वियोगपन प्रभुले जान्नुभएको छ। आजदेखि तिनीहरू मदेखि दूर भइसके। तर यो कस्तो भनेको छिमेकीलाई भनेको होइन, साथीलाई पनि भनेको होइन, तल घरको व्यक्तिलाई पनि भनेको होइन, तर आफ्नो स्वभावलाई भनेको। तिनीहरूको कारणले गर्दाखेरि आज म सम्पत्ति पनि मेरो बर्बाद भयो, समय पनि मेरो बर्बाद भयो, जिन्दगी पनि बर्बाद भयो, परिवार पनि बर्बाद भयो, सबै कुरो बर्बाद गर्ने तिनीहरू अपराधीहरू मबाट दूर भने आफ्नो स्वभावलाई भने। र आज तपाईँ र मलाई पनि यो कुराको आवश्यकता छ मेरा प्रियहरू हो। हामीसँग भएको परमेश्वरको वचनदेखि हामीलाई ठेस दिने कुराहरूबाट हामी निस्किनका निम्ति तिनीहरूबाट हामी निस्किनुपर्छ जो आफ्नै स्वभाव हो। तर यो चाहिँ तपाईँ र परमेश्वरको बिचमा छ। जब तपाईँले यसो बनाउँछन् सबैलाई, जब तपाईँले आफ्नो जीवन प्रभुको अगाडि साँच्चै जिम्मा दिनुहुन्छ, सेवा गर्नुहुन्छ, तपाईँलाई प्रभुले परिवर्तन गर्नुहुन्छ। अनि तपाईँसँग भएका ती समस्याहरूलाई प्रभुले दूर गरिदिनुहुन्छ। आज तपाईँ निर्णय गर्न सक्नुहुन्छ तपाईँको जीवन प्रभुको जिम्मामा दिएर उहाँको प्राङ्गणमा आनन्द उपभोग गर्न पाउने जीवन बनाउने कि संसारकै निम्ति जिएर मरेपछि जे सुगोस् भन्ने त्यो चाहिँ तपाईँको हातमा छ। यसकारण गर्दाखेरि मेरा प्रियहरू हामीले समयलाई मात्र होइन, घामलाई मात्र होइन, तर हामीले आफ्नो स्वभावलाई सधैँभरिको निम्ति त्यागिदिएर, आफ्नो स्वभावलाई सधैँभरिको निम्ति आफूबाट विदा गरिदिएर, आफ्नो स्वभावलाई सधैँभरिको निम्ति बाहिर गरी पठाइदिएर भोलि त्यहाँबाट अर्को नयाँ व्यक्ति भएर जिउन चाहनुहुन्छ भनेदेखि आज तपाईँको मौका छ। आज भरे राति पर्खिनु पर्दैन तपाईँको बदलाउको लागि, भरे राति पर्खिनु पर्दैन तपाईँको जीवन परिवर्तनको निम्ति यसलाई भन्न तपाईँले अहिले आफै भन्न सक्नुहुन्छ। मेरा विरोधीहरूको कारणले रहे, मेरा शत्रुहरूको कारणले रहे, मेरा यी बिग्रेका स्वभावको कारणले रहे आज म बेइज्जती, बदनामी एउटा यस्तो झट्टै भएर बस्नु परेको छ। तर म यो जीवन जिउन चाहन्न, म तपाईँबाट एउटा बदलिएको जीवन जिउन चाहन्छु भनेर आज हामीले हाम्रो स्वभावहरूलाई हामीले बाहिर गरिदिन सक्छौँ। हाम्रा स्वभावदेखि हामी प्रतिज्ञा गरेर बस्न सक्छौँ। मैले पनि धेरै कोसिस गरेको होला, तपाईँलाई अप्ठ्यारो होला, तर मलाई मेरो स्वभाव एउटा समय आइपुग्यो। म आइतबारको दिन भने बिहिबारको दिन काम गर्दै थिएँ। म पान खाने, म सिगरेट खाने मान्छे, केही गरी छोड्न नसक्ने। सुरत सबैसम्म बाटो चल्यो, ऊ सर्व गएर म नर्क जाने, ऊ नर्क गएर म सर्व जाने, एक ठाउँमा पनि नबस्ने फसला भयो सुरत सपुरीसम्म। अनि तर मलाई केही दिन पछाडि म बिमार पनि होइन, केही पनि होइन, सुत्न मन पऱ्यो। बिहिबारको दिउँसो 3 बजी भएको छ, म मेरो घरमा आएर सुतेँ। कालबाट 90 बोक्दै थिएँ पर्सेन्टेजबाट आएर सुतेँ। बिहिबारदेखि बिदाको मान्छे मरेको पनि होइन, आइआएको पनि छैन। शुक्रबार पनि गयो, शनिबार पनि गयो, आइतबार बिहान मलाई चर्चमा बिदाईको प्रार्थना भयो। हेमपाल पास्टर, श्रीबहादुर काका, अमर दाजु, कारवाही मामा 4 जना मलाई भेट्न आएछन्। यो चाहिँ अब फर्किँदैन भनेर भेट्न आएको। तर त्यहाँ आएर अस्ति मैले खाएर राखेको सुतीको टुक्रो फेक टिपेर कारवाही मामाले त्यहाँ मलाई यसो बिउजेछु सबै भेला भएको ठाउँमा। बिहिबार बेलुका सुतेको मान्छे आइतबार बिहान बिउजेपछि यो त फेरि अब जानै आँट्यो भनेर सुर्ती खाँदै सोध्न लागि कारवाही मामाले भने सुर्ती खाने खाने खाँदैन भने फेरि
त्यो ठुलो सरकारले एक सुरुप तान्दाखेरि मेरो यहाँभित्र भएको निस्किन हुने चाहिँ सबै निस्किएपछि त्यो दिनबाट मात्रै मैले 5 वर्ष त्यो खान छोडेको। 5 वर्ष अगाडि घुँडा टेकेकाले भरि लुकेर खानुपर्ने भयो। तर एक दिन प्रभुले मौका दिनुभयो मलाई। 3 दिन पछाडि गएर पनि मलाई ती समस्याबाट मुक्त गर्न प्रभुले सहायता दिनुभयो होइन। आज हामी पनि हाम्रा घिनौना स्वभाव मलाई नै मन पर्दैन होइन। मैले लुकेर खानुपर्छ के कसो, मैले लुकेर गर्नुपर्ने, मैले लुकेर भन्नुपर्ने, मैले लुकेर खानुपर्ने, मलाई नै सताउने चिजहरूबाट म आफू वाक्क छु भने मैले आज प्रभुलाई भन्न सक्छु। ती स्वभावहरूबाट म निस्किन चाहन्छु भने मैले प्रभुलाई भन्न सक्छु। र दिनलाई महिनालाई बाहिर गर्न सजिलो छ, तर आफ्नो स्वभावलाई बाहिर गर्न साह्रो छ। तर त्यो स्वभावलाई हामीले यदि बाहिर गर्न सक्यौँ भने हामी प्रभुको प्राङ्गणमा रमाहाटका भजनहरू गाएर नाच्ने उहाँले हामीलाई आदेश गरेर पर्खिनु भएको छ। त्यसले गर्दाखेरि मेरा प्रियहरू, आज हामी केवल सबलाई विदा गरेर म घर नपरौँ, तर तपाईँले मेरो स्वभावलाई पनि विदा गरेर एउटा नयाँ व्यक्ति भएर जिउन परमेश्वरसँग प्रार्थना गरौँ। प्रभु धन्यवाद होस्। हामी ठेस खाने विश्वासी हुनु हुँदैन, तर हामी त्यो कुराको लागि प्रभुको नयाँ दिनहरूको लागि नयाँ दिनले ल्याउने आशिषहरूमा सहभागिता गर्नका निम्ति हामी प्रभुसँग भयौँ। सफलता भन्ने कुरा हाम्रो एउटा सुँगुरले 15वटा बच्चाहरू पाउँदाखेरिको सफलता होइन। हाम्रो 1 सालको कमाइ 1 लाख रुपियाँ हुँदाखेरि सफलता होइन। तर हाम्रो आउने भाइ बहिनी यदि म सफलताको सिँढीमा आएको छु भने मेरो आउने भाइ बहिनी, मेरा छोराछोरी, भविष्य नाति नातिना 10 पुस्तासम्म आशिष गर्नुहुने प्रभुले दिनुहुने सफलता चाहिँ प्रभु हो। यहाँको सम्पत्ति हाम्रो सफलता होइन, भोलि सकिन्छ जति नै भयो पुग्दैन। तर कहिले पनि नसकिने सफलता चाहिँ प्रभुले दिनुभएको आशिष हो। छोराछोरी नाति आउने भाइ बहिनी समुदायले पुग्नको निम्ति आशिष पाउनुपर्छ भने येशू ख्रीष्टबाट पाउनुपर्छ। एफिसियको 3 छ, येशू ख्रीष्टबाट संसारमा सबै आशिषहरू, स्वर्गका पृथ्वीका आशिषहरू पाउन येशूलाई पाउनुपर्छ भनेदेखि चाहिँ तपाईँ र म यी सबै हामीले अजाउने कुराबाट निस्केर येशूको हामी पुग्नुपर्छ। त्यो मौका आज हो। हामीले दिन महिना बार विदा गरेर मात्रै पुग्दैन, हाम्रो आफ्नो स्वभावलाई विदा गरेर प्रभुसँग गएर जिउने व्यक्तिले नयाँ आशिष पाउँछ। प्रभुलाई धन्यवाद होस्। यो वचनको सल्लाह दिइराख्छु। सुन्नुहुने सबैलाई प्रभुले आशिष गर्नुभएको। धन्यवाद। धेरै धन्यवाद छ। परमेश्वरको जीवित वचन हाम्रो माझमा